नेपालमा भ्रष्टाचारीहरूको संख्या गन्ने हो नि प्राय बाहुन छेत्री बढी। अनि अहिले यस्तो यो नेपालमा यस्तो नेताहरूको घर सर जल्यो, क्रान्ति भयो, भ्रष्टाचारीको घर जलाउने बन्यो होइन, के भयो। नेपालमा भ्रष्टाचारीहरूको संख्या गन्ने हो नि प्राय बाहुन छेत्री बढी। अनि यसो सोचेँ मैले के होइन, युकेले पहिल्यै बुझेको बाहुन छेत्री अरू जात ल्यायो भने इधर उधर ल्यायो भने यिनीहरूले भ्रष्टाचार गर्छ, युकेमा नि भ्रष्टाचार गर्छ। यिनीहरूले भन्दा बरु सोझो साझो गुरुङ मगर राई लिम्बुनाले लिएर भनेको पो हो कि होइन। नत्र त क्या भने गुरुङ मगरहरू जतिको होइन, राई लिम्बुहरू जतिको त यार एक्सर्साइज म नि गर्छु त भने के अहिले स्टिल यार यो एजमा पनि म अझै च्यालेन्ज हानिदिन्छु यार एक्सर्साइजमा त यार। अनि किन नलगो त युके लाउरेमा बाहुन छेत्रीहरूलाई सरकारी जागिर हो होइन। अब भोलि बाहुन छेत्री लिएर आयो भने यिनीहरूले घात हान्छ होइन, धोका गर्छ भनेर पो हो कि होइन। डरपक हुन्छ नि नभनौँ के, डरपक सबै हुन्न के होइन। डरपक हुन्छ भन्ने कुरा पनि टेस्ट लिगे भइगयो त भने यसले भोलि गएर भ्रष्टाचार गर्छै गर्दैन, घात गर्छै गर्दैन, कसरी टेस्ट गर्ने, त्यही भएर हो कि जस्तो लाग्यो कि मलाई त। ल अब यो मैले लाएको कुरा भनेको रियालिटी के हो होइन, यसको इतिहास के छ यो चाहिँ अब जान्नेले भनिदिनु त मलाई है। मैले चाहिँ रियालिटी बोल्ने मान्छे हो, मैले त भनिदिएँ होइन। बाहुन छेत्रीलाई चाहिँ यसले घात हान्छ, यसले झुट बोल्छ होइन, भ्रष्टाचार गर्छ भनेरै युके लाउरेमा नल्यायो कि जस्तो लाग्यो है मलाई चाहिँ है। अब इतिहास के अलग छ भने अब त्यो कमेन्टमा लेखिदिनु होला, मलाई नि त्यो बेन्क्यो हुन जान्छ।